यहाँ धेरै यस्ता समस्या अव्यवस्थित रूपमा धेरै समस्या छ, यहाँ मिलाइनेमा धेरै समस्या छ, धेरै हजुरहरू मात्र पनि आयो कुराहरू होइन। त्यसको लागि पनि किन यहाँ चाहिँ छिटो गर्न सकिएन, किनभने एउटा समिति अहिले हामीले आयोग खारेज गरेर चाहिँ हाम्रो सिडिओको अध्यक्षतामा भएको समितिलाई चाहिँ के भइरहेको छ, कसरी चाहिँ अझै इन्हान्स गर्न सकिन्छ, अझै कसरी चाहिँ उहाँहरूलाई झन् अझै उहाँहरूलाई मोटिभेट गर्न सकिन्छ, अझै छिटो छिटो काम गराउनलाई कहाँ पुग्यो कामहरू माथिबाट हेर्दाखेरि त काम एउटा चरणको भइरहेको हुन्छ, तर आफै फिल्डमा गएर बुझेर चाहिँ त्यसलाई चाहिँ अझै स्पिडअप गर्नु पऱ्यो भन्ने चाहिँ त्यही एउटा चाहिँ मनसायले म चाहिँ आएको होइन। यसपछि मेरो कन्सर्न छ, त्यसपछि डरको कुरा छ। पहिला आज मैले कैलालीमा चाहिँ अब विभिन्न ठाउँमा पनि गयो, अब यसपछि पनि एउटा दुईवटा ठाउँ बाँकी छ होइन जानुपर्ने। त्यसमा चाहिँ लम्की चुवाको हकमा यति कामहरू हेर्दै गर्दाखेरि चाहिँ लम्की चुवा होइन भजनीपछि सबैभन्दा धेरै काम भएको यो समितिको काम भएको ठाउँ चाहिँ यही रहेछ। त्यही सम्बद्ध भजनीबाट अब सुरुवात भए पनि दोस्रो चाहिँ यहाँ हुन्छ जस्तो मलाई लागेको छ है। अझै यसमा चाहिँ हामी फेरि गएर चाहिँ समितिमा पनि कुरा गर्नुपर्ने छ होइन। कहाँबाट आएको यो चाहिँ अलिकति यसमा छलफल गर्नुपर्छ सर, यसमा छलफल गर्नुपर्छ यो कानुनमै भएको विषय पनि, र यसको यो गर्दै गर्दा भोलि यसले के निम्ताउन सक्छ भन्ने ठुलो एउटा चाहिँ यसको कन्सर्न छ। त्यही भएर चाहिँ आज यहाँ आउँदाखेरि यहाँ समितिले पनि यो हकमा जस्तो अब जस्तो भनौँ अरू पालिकाको एउटा दुईवटा पालिकाको त कामै नभए अगाडि बढेको रहेछ भने यो पालिकाको हकमा चाहिँ धेरै काम अगाडि बढिसकेका छन्। यसमा त तपाईँहरूलाई भन्न चाहन्छु र छिटै अब यसको हकमा चाहिँ कहिले सुरु हुन्छ भन्ने कुरा पनि चाँडै जानकारी म काठमाडौँ फर्किएपछि नै म हजुरहरूलाई जानकारी गराउँछु हाम्रो जिल्ला सभापति मार्फत। त्यसमा पनि तपाईँहरू त्यो इन्फर्मेसन पाए पनि पक्कै पनि हजुरहरूलाई जवाफ दिन अहिले गाह्रो भइरहेको छ होइन, किन भइरहेको छैन, सुरुवात किन भइरहेको छ भन्ने खालका तपाईँहरूले धेरै सुनिरहनु भएको छ। त्यही भएर पनि मैले एउटा चाहिँ यो के भइरहेको छ यो हकमा भन्ने कुराहरू सभापतिज्यूलाई जानकारी हुन्छ र उहाँहरूले त्यो अनुसारले सर्कुलेट गर्नुहुन्छ। त्यही भएर काम अनुसार चाहिँ समितिको काम अनुसार चाहिँ यो पालिकामा